म्यान अफ द म्याचको नाम मैले जोड्नु भएको छ उहाँको नाम घोषणा गर्न गइरहेको छु। आजको यस कार्यक्रमको यस समापन समारोहको कार्यक्रमको सभापतित्व गरिदिनुको निम्ति सभाध्यक्षको रूपमा आसन ग्रहण गरिदिनुको निम्ति सुन्दरढोका साथी सेवा संस्थाका अध्यक्ष आदरणीय श्री केशविलास अधिकारीज्यूलाई कार्यक्रमको सभाध्यक्षको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो गर्दै गर्दाखेरि म सानो सूचना र गुनासो साथीहरूको निम्ति सम्पूर्ण खेलाडी साथीहरूलाई जो यो टिममा 7 प्रदेशका खेलाडी साथीहरू जसले भाग लिनुभयो लाइनमा राखिदिनु हुन आफ्नो टिम अनुसार नै लाइनमा राखिदिनु हुन अनुरोध गर्न चाहन्छु। गुनासो साथीहरूको ठुलो भूमिका गरेको छु र म आसन ग्रहणको क्रमलाई पुनः जोड्न चाहन्छु र आजको यस कार्यक्रमको समापन समारोहको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको निम्ति यस ललितपुर महानगरपालिकाका नगर प्रमुख श्री बाबु महर्जनज्यूलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन एल्फाका कार्यवाहक महासचिव आदरणीय बद्री भट्टराईज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मैले आसन ग्रहण गराउँदै गर्दाखेरि हाम्रा अतिथिज्यूहरूलाई खडा लगाइदिएर हामी स्वागत गर्नेछौँ र यसको निम्ति ढोका साथी सेवा संस्थाका संस्थापक सदस्य आदरणीय गोमा अधिकारीज्यूलाई र उहाँले सहायता गर्नलाई टिमलाई म हार्दिक अनुरोध गर्दै म पुनः आसन ग्रहणलाई जोड्न चाहन्छु र अब म अतिथि आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु र यसै गरी राष्ट्रिय बहिरा फुटबल एसोसिएसनका अध्यक्ष रिवेश श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी निर्मला फाउन्डेसनका निर्मला भण्डारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी राष्ट्रिय पारा ओलम्पिक ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बहिरा खेलकुद सङ्घका अध्यक्ष राष्ट्रिय बहिरा खेलकुद सङ्घका अध्यक्ष आदरणीय कुल प्रसाद भट्टराईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। फुटबल नेपालका रोमी तान्डुकारज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल पारालिम्पिकका उपमहासचिव दीपक केसीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। खेलकुद अधिकार मञ्चका निवर्तमान अध्यक्ष आदरणीय देवेन्द्र सुवेदीज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय बहिरा सङ्घका अध्यक्ष सन्तोष केसीजीलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध। त्यसै गरी नेपाल स्पोर्ट्स फेलोसिपका आदरणीय बेन्जी थापाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आर्मी स्पोर्ट्सबाट गगन महताराज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। डोर इन्टरनेसनलका रिजो मथ्युज्यूलाई पनि म अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। रिजो मथ्यु डोर इन्टरनेसनल। त्यसै गरी राष्ट्रिय बहिरा महासङ्घका बागमती प्रदेशका बागमती प्रदेश अध्यक्ष
कृष्ण गजुरेलज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गर्ने क्रममा यसै गरी अतिथिको निम्ति अतिथ्य ग्रहण गरिदिनु हुन अतिथिको आसन ग्रहणको निम्ति कलाकार एवं पूर्व मिस नेपाल कलाकार मालविका सुब्बाज्यूलाई पनि म अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लायन्स इन्टरनेसनल 3 to 5G सर्भिसका इन्चार्ज आदरणीय रिता दाहालज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। उहाँ सामाजिक कार्यकर्ता पनि हुनुहुन्छ र उहाँलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा म सुन्दरढोका साथी सेवाका सम्पूर्ण पदाधिकारीज्यूहरू, सम्पूर्ण कर्मचारी साथीहरू, स्वयंसेवकहरू, आदरणीय दर्शक महानुभावहरू, खेलाडी साथीहरू, अरू अन्य सम्पूर्ण महानुभावज्यूहरूलाई यथास्थानमै अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र आसन ग्रहणको क्रमलाई आवश्यकता अनुसार मैले जोड्ने नै छु र अब म कार्यक्रमलाई विधिवत रूपमा अगाडि बढाउन चाहन्छु। अब उपस्थित सम्पूर्ण अतिथिज्यूहरूलाई स्वागत गरिदिनु हुनको निम्ति म सुन्दरढोका साथी सेवाका कार्यकारी निर्देशक आदरणीय विजेता लुइटेल अधिकारीज्यूलाई अतिथिहरूलाई स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रमका सभापतिज्यू आदरणीय मेयर साहब, हाम्रो आफ्नै अभिभावक प्रमुख अतिथिज्यू, विशेष गरी सभाका सभा अध्यक्ष हाम्रो पुष्पल्यास अधिकारीज्यू, विशेष अतिथिज्यू जो आङ्खाबाट पाल्नु भएको छ र ड्यासमा आसीन सम्पूर्ण अतिथिगणहरूप्रति आभारी छु। निम्ता स्वीकार गरेर आउनुभयो र बहिरा अपाङ्गता भएका व्यक्तिहरूले पनि खेल खेल्न सक्छन् भन्ने कुरालाई विश्वास गरिदिनु भयो। म त्यसप्रति धन्यवादी छु र हृदयबाट यहाँहरूलाई स्वागत गर्न चाहन्छु। विशेष गरी यो हामीले 2 दिनमा 8वटा टिमलाई प्रतिस्पर्धामा ल्याएर 8वटा म्याच खेलाएर फाइनल अनि पहिलो, दोस्रो र तृतीय हामीले यसबाट आइडेन्टिफाइड गरिसकेका छौँ र खेलाडीको मनोबल देख्न सक्नुहुन्छ हजुरहरूले र यो खेललाई विश्वास गरिदिनु भयो। जतिजना अडियन्सहरू पनि हामीले सोचेकै थिएनौँ यति धेरै अडियन्सहरू आउनुहुन्छ र यो खेललाई हेर्नलाई इच्छा राख्नुहुन्छ भनेर। त्यसले पनि हामी अपाङ्गता खेलकुदलाई मनोबल बढाएको छ र बहिरा खेललाई मनोबल बढाएको छ। यहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु र विशेष गरी सम्पूर्णलाई आजको यो समापन समारोहमा म स्वागत गर्न चाहन्छु र बाँकी रहेको विकासशीलको बारेमा थोरै उद्देश्यलाई प्रष्ट चाहिँ मेरा सहकर्मी मित्र विकासशील म्यानेजमेन्ट टिमका संयोजक हिमाल अरियालले भन्नुहुनेछ। यो समय उहाँलाई दिनेछु। म त्यही आउँछु। हेलो, सम्पूर्णलाई नमस्कार। जय खेलकुद। राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुदको नाराले आज हामी अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ खेलको उचाइमा पुर्याउन चाहिँ जुन आज विकासशील सुन्दरढोका साथी सेवा विकासशीलले चाहिँ यो राष्ट्रिय बहिरा फुटबल 2082 प्रतियोगिता सम्पन्न गर्दैछ र जति पनि पार्टिसिपेट हुनुभएको छ सम्पूर्णलाई चाहिँ धन्यवाद दिन चाहन्छु र हारले अवश्य जितको बाटो दिलाउँछ भन्ने चाहिँ यो सबैमा जानकारी छ र यो आज समापन हुँदै गर्दाखेरि आज कोशी प्रदेश च्याम्पियन हुँदै गर्दाखेरि आज राष्ट्रले आज गर्न नसकेको कुरा आज विकासशीलले चाहिँ आज बहिराहरूलाई चाहिँ एक ठाउँमा जोडेर आज दोस्रो रङ्गशाला जस्तो ग्राउन्डमा चाहिँ
खेल्ने मौका पाउनु भएको छ। कठिनाइहरू धेरै भए र बहिराहरूले पनि फुटबल खेल्न सक्छन् र भन्ने जुन मानसिकता थियो मानिसहरूमा चाहिँ त्यो आज चिर्न सफल हुनु भएको छ। र एकदम स्वस्थ प्रतिस्थापनका साथ र आफ्नो जीव ज्यान दिएर आफ्नो स्वस्थ स्फूर्तिका साथ खेल्नु भएको छ। यो अवश्य अविस्मरणीय क्षण हुनेछ र आउने दिनहरूमा यो विकासशीलको जिम्मा मात्र नभइकन नेपाल सरकार खेलकुद मन्त्रालयको अन्तर्गत खेलकुद परिषदहरूले चाहिँ अपाङ्गता भएका खेलकुदहरूलाई चाहिँ जोडेर अगाडि बढ्नुपर्छ। संरचना बनाउँदाखेरि अपाङ्ग मैत्रीपूर्ण र अपाङ्गता भएका व्यक्तिहरूले खेल्ने ग्राउन्ड कभर्ड होल जस्ता कुराहरू प्रशिक्षकहरू चाहिँ उपलब्ध गराउनुपर्छ। इतिहास अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ एउटा तोडेका छन्, हामीले सुन्न पाउँछौँ र देखेका पनि छौँ। अहिलेसम्म एबल बढी खेलाडीहरूले चाहिँ अन्तर्राष्ट्रिय रूपमा चाहिँ ओलम्पिक गेममा चाहिँ मेडल ल्याउन सक्नु भएको छैन, तर पारा खेलाडीले चाहिँ टेकान्डोबाट चाहिँ पलेसा गोवर्धनले चाहिँ ओलम्पिकमा पारालिम्पिकमा चाहिँ मेडल लिएर आएर नेपालको शान र मान र नेपाली झन्डा चाहिँ फहराउन सफल हुनु भएको छ। यो नेपालको लागि चाहिँ ऐतिहासिक हो र आउने दिनहरूमा कुनै पनि अपाङ्गता भएका व्यक्तिहरू चाहे बाहिर होस्, चाहे व्हिलचेयर युजरहरू हुनु, चाहे दृष्टिविहीन किन्न होस्, यदि अब्बल र यदि क्षमतावान हुनुहुन्छ यसमा राज्यले लगानी लगाउन सक्यो भने अवश्य पनि अपाङ्गता भएका व्यक्तिहरूले नेपाललाई सक्दोसम्म मेडल दिलाउन सक्नेछन्। आज विकासशील हाम्रो चाहिँ सुन्न नसक्नेहरूको चाहिँ आवाज बनिदिनु भएको छ, हिँड्न नसक्नेहरूको खुट्टा बनिदिनु भएको छ, देख्न नसक्नेहरूको लागि चाहिँ देख्ने एउटा दृष्टि बन्नु भएको छ भन्दै मेरा यही दुई शब्दहरू यहीँ टुङ्ग्याउँछु। सम्पूर्ण उपस्थितिहरूलाई चाहिँ फेरि पनि नमन धन्यवाद भन्दै टुङ्ग्याउँछु। हस्, धन्यवाद। र धन्यवाद आदरणीय विजेता म्याम, त्यसै गरी हिमाल अर्याल सरलाई विकासशील स्वर्गीय विकास अधिकारी सुन्दर ढोका साथी सेवाका पूर्व कार्यकारी निर्देशकज्यूको नामबाट राखिएको यो सिल्डले विभिन्न अपाङ्गता भएका वर्गका व्यक्तिहरूको प्रतिभालाई राष्ट्र र समाजको अगाडि प्रस्फुटन गर्ने काम गरिरहेको छ, जसअन्तर्गत हामीले यो राष्ट्रिय बहिरा फुटबल टुर्नामेन्ट 2082लाई आयोजना गरिरहेका छौँ र आज सम्पूर्ण गेम सकिएर हामी यो टुर्नामेन्टको अन्तिम समापन समारोहमा तथा पुरस्कार वितरणमा जुटेका छौँ र जुट्न सफल भएका छौँ। र यस समय हामी म मन्तव्यको क्रमलाई जोड्न चाहन्छु र राष्ट्रिय बहिरा खेलकुदका सङ्घका अध्यक्ष आदरणीय कुलप्रसाद भट्टराईज्यूलाई आफ्ना केही मन्तव्यहरू राखिदिनु हुन अनुरोध गर्दछु र हामी समयको पाबन्दीले 2 मिनटभित्र उहाँले आफ्ना छोटा मन्तव्य राख्नुहुनेछ र यसको निम्ति उहाँलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सम्पूर्णमा प्रथम त विकास अधिकारी स्वर्गीय विकास अधिकारी धेरै हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमको सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू लगायत सम्पूर्ण अतिथिज्यू र बाहिर भएका व्यक्तिहरू, यहाँ सहभागी उपस्थित हुनुभएका व्यक्तिहरूमा हार्दिक नमन र स्वागत गर्न चाहन्छु। आज एकदमै खुसीको कुरा छ, खुसीको समय छ। म एकदमै खेलाडी पनि हुँ र मलाई खेलकुदप्रति एकदमै माया र
सम्मान पनि गर्न चाहन्छु र खुसी व्यक्त गर्न चाहन्छु र आज यहाँ जित्नु हुने हाम्रो कोशी प्रदेश लगायत अरू सम्पूर्ण व्यक्तिहरूमा बधाई ज्ञापन व्यक्त गर्न चाहन्छु। हाम्रो राष्ट्रको लागि, स्वास्थ्यको लागि, शिक्षाको लागि यो खेलकुद एकदमै आवश्यकता छ। यो खेलकुद एकदमै आवश्यकता र महत्त्वपूर्णको कुरा छ। नेतृत्व पनि विकास हुन्छ खेलकुदको द्वारा। मैले 10-15 वर्षभन्दा अगाडिदेखि यो खेलकुदलाई एकदमै सङ्घर्ष गर्दै आइरहेको छु। कानुन बनाउने ठाउँसम्म एडभोकेसी गर्दै आइरहेको छु। अब आगामी दिनहरूमा पनि यो खेलकुदले अझ हामीलाई यो नमुना उदाहरणीय भएको छ। बाहिर व्यक्तिहरूले पनि मौका पायो भने हामी अन्तर्राष्ट्रिय लेभलसम्म पनि कार्यक्रममा सहभागी हुन्छौँ र हामीले हाम्रो क्षमता देखाउन सक्छौँ। सर्वप्रथम बधाई दिन चाहन्छु र खेलकुद यो आयोजना गर्नुहुने विकासशील तथा सहयोगी संस्थाहरूलाई एकदमै धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। यो गेमले, यो कम्पिटिसनले यो एकदमै बाहिर व्यक्तिहरूलाई एकदम खुल्ला गराएको छ। यो मञ्चले यो बाहिर व्यक्तिहरूले पनि हामीले जस्तै सुन्ने व्यक्ति जस्तै कम्पिटिसनमा मौका दिनुभयो भने हामीले जित्न र हाम्रो उपलब्धि देखाउन सक्छौँ। बाधा अडचनहरूलाई चिरेर अगाडि बढ्न सक्छौँ। सबैजनालाई विशेष सहभागी गरिदिनु भएको धेरै धेरै धन्यवाद दिन चाहन्छु र पहिलो, दोस्रो, तेस्रो विजेताहरूलाई बधाई साथ मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। यसै गरी मन्तव्यको क्रमलाई म पुनः जोड्न चाहन्छु र म राष्ट्रिय पारालिम्पिक कमिटीका उपमहासचिव आदरणीय दीपक केसीज्यूलाई आफ्ना केही महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुनलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यस कार्यक्रमका प्रमुख अतिथिज्यू, यस कार्यक्रमका आयोजकज्यू, खेलाडी साथीहरू, पत्रकार साथीहरू, उपस्थित सम्पूर्ण साथीहरूलाई म राष्ट्रिय पारालिम्पिकको तर्फबाट नमस्कार टक्राउँछु। आज जुन किसिमले यो कार्यक्रम आयोजना भएको छ, यो दशकौँदेखि यो खेलकुदमा अपाङ्ग पारालिम्पिक खेलकुदमा लाग्दाखेरि पनि यो किसिमको जोस, यो किसिमको एउटा नयाँ अनुभूति मलाई आज चाहिँ फिल भएको छ र हाम्रो खेलकुद पारालिम्पिक खेलकुद भइराखे पनि र यो खेलकुदलाई चासो दिने अरू अर्गनाइजेसन चाहिँ कमै देखिन्छ। यो कुरोलाई चिर्दै हाम्रो सुन्दर ढोका सङ्घले चाहिँ जुन हिसाबले यो आउट अफ बक्स सोचेर चाहिँ यो टुर्नामेन्ट आयोजना गर्नुभएको छ, यसलाई चाहिँ एकदम सराहनीय रूपमा चाहिँ म लिख्दछु र यसले चाहिँ हाम्रा बाहिर साथीहरूलाई नयाँ जोस र नयाँ अपर्च्युनिटी पनि दिएको छ र यसले भविष्यमा यसलाई निरन्तरता दिँदै अझ राम्रो हुनेछ भन्ने मलाई चाहिँ विश्वास लागेको छ र राष्ट्रिय पारालिम्पिकको तर्फबाट हामीले गर्न सक्ने समन्वय, सहयोग र सम्पूर्ण सहयोगहरू चाहिँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा पनि यस्ता किसिमका कार्यक्रम अरू पारालिम्पिक गेमकोहरूको पनि यो हाम्रो चाहिँ सुन्दर ढोकाले चाहिँ आयोजना गर्ने कोसिस गरोस् र त्यसमा हाम्रो सम्पूर्ण साथ र सहयोग हुन्छ भन्दै सम्पूर्ण विजयी साथीहरूलाई चाहिँ म चाहिँ हार्दिक बधाई दिँदै म सानो मन्तव्य टुङ्ग्याउँछु। धन्यवाद।
अर्को एकजना कोही साथीहरूलाई हाम्रो अगाडि सञ्चालक समूहमा आएर उभिदिनलाई माइक हस्तान्तरणका कार्यहरूमा अरू कुराहरूमा सघाउनलाई अनुरोध गर्छु। र अब म पुनः मन्तव्यको क्रमलाई नै जोड्न चाहन्छु र सम्पूर्ण पत्रकार मित्रहरू, सम्पूर्ण दोभाषी साथीहरूलाई पनि म यो समय सम्झना गर्दछु। यहाँहरू पनि यथास्थानमै आसन ग्रहण गरिदिनु हुनेछ भन्ने आशा गर्दछु। र यो समय म मन्तव्यको निम्ति सम्पूर्ण खेलाडीहरूको तर्फबाट 7वटै प्रदेश तथा 8वटै टिमको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशका आदरणीय सूर्यमोहन बरालज्यूलाई, गण्डकी प्रदेशका कोच हुनुहुन्छ, उहाँलाई आफ्ना केही महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सर्वप्रथम सुरुमा म धन्यवाद दिन चाहन्छु। म यहाँ सम्बोधनको लागि प्रमुख अतिथि, विशेष अतिथि, सम्पूर्ण अतिथिगणहरूमा एकमुष्ट अभिवादन र बाहिर सहभागी व्यक्तिहरूमा पनि सम्पूर्णमा अभिवादन टक्राउन चाहन्छु। म गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दैछु। अब यहाँ अहिले हाल कम्पिटिसनमा हाम्रो प्रदेशले चाहिँ हार्यो, तर कोशी प्रदेशले 1 नम्बर ल्याएको छ। तर यो गेममा जित हारसँग मतलब भएन। हामीले यो खेलबाट पाठ सिक्नुपर्छ र कोसिस गर्दै जानुपर्छ। पक्कै न पक्कै एक दिन हामी आफ्नो लक्ष्यमा सफल हुनेछौँ। यहाँ राष्ट्रिय खेलकुद परिषद तथा अरू सङ्घ संस्था सुन्दर ढोकालाई पनि अझै थप भविष्यमा निरन्तर सहकार्य गर्दै यो फुटबल कम्पिटिसनहरू अझै थप गराउनु होला। महिला कम्पिटिसन पनि गराउनु होला। यसमा वकालतहरू अझै बढ्दै जानुपर्छ। र अन्तिममा म अब धेरै लामो गरिनँ, मैले यति नै भन्न चाहे खेलकुद सफलताको लागि सबै पहिलो, दोस्रो, तेस्रो विजेतालाई बधाई दिन चाहन्छु। धन्यवाद। र धेरै धेरै धन्यवाद हाम्रो सूर्यमोहन बरालज्यूलाई। सम्पूर्ण खेलाडी र सम्पूर्ण सहभागीहरूको प्रतिनिधित्व गरेर आफ्नो मन्तव्य राख्नुभएको छ। समयको पाबन्दीले गर्दाखेरि म मन्तव्यको क्रममा हाम्रो निम्ति आदरणीय आमन्त्रित सम्पूर्ण अतिथिज्यूहरू अति नै महत्त्वपूर्ण हुनुहुन्छ। यहाँहरू हाम्रो विशेष हुनुहुन्छ। यहाँहरूलाई धेरै कुरा भनौँ जस्तो लाग्यो होला, तर हामीसँग समय थोरै भएकोले गर्दाखेरि म सम्पूर्ण अतिथिज्यूहरूको मन्तव्यलाई समेट्न नसकिने कुरा अवगत गराउँदै यस समय मन्तव्यको निम्ति म थोरै मन्तव्यहरूलाई जोड्न गइरहेको छु। र यहाँहरूको भावनाहरू पक्कै पनि हाम्रो सहकार्यमा भविष्यमा आउने दिनहरूमा हामी सुनेर एकअर्कासँग सहकार्य गर्ने नै छौँ। र यो समय आजका विशेष अतिथि इन्फाका कार्यवाहक महासचिव आदरणीय बद्री भट्टराईज्यूलाई म आफ्ना केही महत्त्वपूर्ण भनाइ र सहित राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू भेरी मच। एकदमै राम्रो एङ्करिङ गरिरहनु भएको छ। एकचोटि उहाँको लागि जोरदार ताली बजाइदिन म अनुरोध गर्न चाहन्छु। सच अ ब्युटिफुल कमान्डिङ अनरेबल प्रेसिडेन्ट अफ दिस इभेन्ट, चिफ गेस्ट
चिरीबाबु महर्जन दाई, द इन्सपिरेसन अफ न्यू जेनेरेसन। हामी सबै नयाँ पुस्ताको एउटा प्रेरणाको स्रोत हुनुहुन्छ। कार्यक्रमको प्रमुख दिदी म नमन गर्न चाहन्छु उहाँलाई। सिमिलरली मालविका म्याम हुनुहुन्छ जो लामो समय सोसियल वर्कमा लागिरहनु भएको छ। सो अल द सिनियर डिग्नेटरिज जो यहाँ हुनुहुन्छ, म धेरै कुरा बोल्दिनँ, जम्मा दुईवटा कुरा भन्छु। एउटा चाहिँ म हृदयदेखि नै विजेता म्यामको टिमलाई एकचोटि सबैजनाले जोरदार ताली बजाइदिनको लागि चाहिँ म अनुरोध गर्न चाहन्छु उहाँको यो एफोर्टको लागि। र फ्रम द साइड अफ एन्फा म यहाँ नआएको भए चाहिँ एउटा कुरा मिस के हुने रहेछ भने फुटबल सँगसँग जोडिएको सबै कुरा सक्षम भएको मात्र नभई फरक क्षमता भएको युवाहरू पनि यसरी फुटबल खेल्नु हुँदो रहेछ भन्ने कुरा सुनेको हो, तर आँखाले देखेको र यसरी नजिकबाट चिन्न पाएको पहिलोचोटि हो। त्यसकारण के पनि नभनिकन म एउटा सानो प्रमिस र कमिटमेन्ट गरेर बिदा हुन्छु। तपाईँहरूको लागि जो फुटबलमा इन्ट्रेस्टेड हुनुहुन्छ, अखिल नेपाल फुटबल सङ्घ एन्फाको सामाजिक सुरक्षा कार्यक्रम हुन्छ। त्यो कार्यक्रममा यहाँहरू हामी केही प्रयास गरिरहेको थियौँ अरू सङ्घ संस्थासँग पनि। म तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने देशको जुनसुकै ठाउँमा तपाईँहरूको फुटबल प्रतियोगिता आयोजना हुन्छ भने त्यहाँ कुनै न कुनै रूपमा एन्फाले तपाईँहरूलाई सामान्य भन्दा पनि सामान्य अथवा फुटबल तपाईँहरूलाई चाहिने अरू फुटबलको किट्सहरू जे आवश्यक पर्छ खेलकुद सामग्री त्यो चाहिँ तपाईँलाई एन्फाले जति बेला पनि दिन्छ। यहाँहरू सबैको लागि एन्फाको ढोका खुल्ला रहेको र स्वागत गर्न तयार रहेको बताउन चाहन्छु। र यति भनेर वन्स अगेन कोशी प्रदेशलाई बिग कङ्ग्रेचुलेसन र जतिजना पार्टिसिपेन्ट टिम हुनुभयो उहाँहरू सबैप्रति नमन गर्दै मेरो भनाइ यहीँ टुङ्गाउँछु। हस्त नमस्कार, धन्यवाद। धन्यवाद एन्फाका कार्यवाहक महासचिवज्यूलाई। हाम्रो पनि आशा छ फुटबलसँग सम्बन्धित अपाङ्गता भएका जुनसुकै वर्गका खेलाडीहरू हुन्, हरेकको मुद्दाहरू सवालहरूलाई यहाँहरूले सम्बोधन गर्नुहुनेछ र यसले एन्फा र अपाङ्गता भएका व्यक्तिहरूको एउटा सुमधुर सम्बन्ध कायम हुनेछ। र यो राष्ट्रिय यो बहिरा फुटबल सङ्घलाई पनि एन्फाको सधैँ साथ र सहयोगको अपेक्षा राख्दै म अब कार्यक्रममा अझै पनि मन्तव्यको क्रमलाई नै जोड्न चाहन्छु। मन्तव्य पश्चात मात्रै हामी पुरस्कारहरू, मेडलहरू र सिलहरू वितरण गर्नेछौँ। र मन्तव्यको निम्ति सबैलाई उत्साह र हौसला प्रदान गरिदिनु हुनको निम्ति आफ्नो व्यस्त समयको बावजुद पनि हाम्रो बिचमा फाइनल गेम सुरु हुनु अगाडिदेखि नै आएर समापन समारोहको निम्ति मात्रै आउनु भएको भए तापनि गेम सम्पूर्ण यो फाइनल गेमको सम्पूर्ण भागलाई हेरेर अनि अहिलेसम्म यो व्यस्त समयको बावजुद पनि थुप्रै कुराहरूलाई उहाँले पन्छाउँदै होइन हाम्रो बिचमा रहनुहुने आदरणीय विशेष व्यक्तित्व हुनुहुन्छ ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं आजका प्रमुख अतिथि आदरणीय श्री चिरीबाबु महर्जनज्यू। उहाँलाई आफ्ना केही महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुनलाई हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद उद्घोषक मित्र। यस पुरस्कार वितरण समारोहका श्रद्धेय सभापतिज्यू, मञ्चमा बस्नुभएका अति विशिष्ट व्यक्तित्वहरू र तपाईँ सम्पूर्ण फरक क्षमताका खेलाडी साथीहरू र उपस्थित सम्पूर्ण मित्रहरूमा मेरो हार्दिक नमस्कार, जो लप्पा। सबैभन्दा पहिला म विकास अधिकारीजीलाई मेरो अन्तस्करणदेखि नै म श्रद्धासुमन अर्पण गर्न चाहन्छु। कोभिड-19 पेन्डेमिकको टाइममा ललितपुर महानगरपालिकाले विकासजी र उहाँको धर्मपत्नी विजेता र उहाँको बुवासँग हामीले निकै सँगै बसेर अति राम्रो काम, वी डिड अ वन्डरफुल जब त्यो बेला हामीले गऱ्यौँ। जसले गर्दाखेरि तत्कालीन अवस्थामा नेपाल सरकारले ललितपुर महानगरपालिकालाई कोभिड पेन्डेमिक 19 को टाइममा स्थानीय पालिकाहरूमध्ये सबैभन्दा बेस्ट पर्फर्मर भनेर हामीलाई पुरस्कृत गरिएको थियो।
र त्यो पछि पनि हाम्रो चाहिँ सुन्दर धोका साथी समूहसँग अनवरत र श्रृङ्खलाबद्ध तवरले चाहिँ हाम्रो वर्किङ रिलेसन चाहिँ स्थापित हुँदै आइरहेको सन्दर्भ छ। तसर्थ आजको दिनमा म चाहिँ मोर देन ह्याप्पी, आइ एम ओभर द मुन। किन भन्दाखेरि फरक क्षमता भएका व्यक्तिहरूले पनि फुटबल चाहिँ एकदमै राम्रो खेल्न सक्ने रहेछ भन्ने कुरा चाहिँ आफैले हेर्न पायो। म अति खुसी छु। तसर्थ कोशी टिमलाई चाहिँ एकदमै ह्युज कङ्ग्रेचुलेसन्स र अरू भाग लिने सम्पूर्ण टिमहरूलाई पनि म हार्दिक बधाई ज्ञापन गर्न चाहेँ। र यो जुन टुर्नामेन्टको सफल आयोजना गर्न सफल हुनुभयो त्यसको निमित्त सुन्दर धोका साथी समूह र यसमा लाग्नुहुने हाम्रो विजेतादेखि लिएर सम्पूर्ण व्यक्तित्वहरूलाई चाहिँ धेरै धेरै म कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। हेरौँ तपाईँहरूसँग हामी छलफल गरेर ललितपुर महानगरपालिका र सुन्दर धोका साथी समूहले चाहिँ वाट क्यान बी डन हामीले छलफल गरौँला है। यति कुरा व्यक्त गर्दै मैले आजको यो कार्यक्रममा मलाई चिफ गेस्ट बनाएर तपाईँले जुन मलाई चाहिँ निम्तो दिनुभयो त्यसको लागि म अति कृतज्ञ छु। उपस्थिति ज्यादै राम्रो मैले भन्ठानेको थिएँ, कति नै मान्छेहरू होला र फरक क्षमताको खेल हो, खासै मान्छेहरू हुन्न होला भनेको थिएँ। म त अचम्मित भएको छु। तसर्थ यहाँहरू सबैलाई हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दै मेरो छोटो भनाइ मैले यी विसर्जन गरेँ। सबैलाई धन्यवाद, नमस्कार, जो लप्पा। धन्यवाद आदरणीय प्रमुख अतिथिज्यूलाई। उहाँले आफ्ना केही महत्त्वपूर्ण भनाइहरू राख्नुभएको छ। अब हामी पुरस्कार तथा मेडलहरू वितरण गर्ने क्रमलाई जोड्न चाहन्छौँ। मैले अघि नै अवगत गराएँ, मन्तव्यको क्रमलाई हामी छुट्याएका छौँ विविध कारणवश र समयको पाबन्दीले गर्दाखेरि। र अब यो समय हामी पुरस्कार मेडलहरू र विभिन्न कुराहरू छ हामीसँग, प्रमाणपत्रहरू र यी कुराहरूलाई हामीले वितरण गर्न गइरहेका छौँ। र यो समय हामीसँग 4 जना रेफ्रीहरू हुनुहुन्छ। रेफ्री साथीहरूलाई हामीले पुरस्कार प्रमाणपत्रहरू उपलब्ध गराउन वितरण गर्न गइरहेका छौँ। र यो रेफ्री साथीहरूलाई मायाको चिन्हहरू प्रदान गरिदिनु हुनको लागि म बहिरा महासङ्घका अध्यक्ष आदरणीय सन्तोष केसीज्यूलाई, हाम्रो रेफ्री साथीहरूलाई मायाको चिनो प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। रेफ्री साथीहरूको नाम वाचन गरिदिन म ज्ञान नारायण श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। हाम्रो मुख्य रेफ्रीको रूपमा हुनुहुन्छ सुमन श्रेष्ठ। कृपया सुमन श्रेष्ठ अगाडि आइदिनु हुनेछ। त्यसै गरी काशीराज राई सहयोगी रेफ्रीमा, राधिका साक्य, त्यसै गरी प्रियङ्का राणा छेत्री। हामी ताली बजाएर उहाँलाई बधाई भन्न चाहन्छौँ। हामी यहाँको तर्फबाट लागि सम्पूर्ण दर्शकहरूले ताली बजाउँदै उहाँलाई धन्यवाद ज्ञापन गर्नेछौँ। र आदरणीय रेफ्री साथीहरूले चाहिँ उत्कृष्ट सहयोग गर्नुभयो, अति नै मेहनत गर्नुभयो र तरिकाले उहाँले आफ्नो समयहरू लगानी गर्नुभयो। वास्तवमा अनुवादित भाषीहरूको साथमा बहिरा साथीहरूको लागि असल तरिकाले खेलाउनुभयो। सायद यहाँहरूको निम्ति पनि कतिजनाको परिवार अनुभव पनि हुनसक्छ। हामी उहाँहरूप्रति एकदमै आभारी छौँ। र अब हामी यो समय हामी विकासशील राष्ट्रिय महिला फुटबल टुर्नामेन्ट 2082 का विजेताहरूलाई
पुरस्कार तथा मेडलहरू हस्तान्तरण गरिरहेका छौँ र यस समय तेस्रो हुनुभएका सुदूरपश्चिम प्रदेश टिमलाई हामी उहाँलाई प्रदान गर्ने तेस्रो उपाधिको मेडलहरू र प्रमाणपत्रहरू उपलब्ध गराइदिने प्रदान गर्नेछौँ। यसको निम्ति म संस्थाका अध्यक्ष एवं आजको यस कार्यक्रमका सभाध्यक्ष आदरणीय श्री कोष विकास अधिकारीज्यूलाई हाम्रा सुदूरपश्चिम प्रदेशका खेलाडीहरू जसले तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ उहाँहरूलाई हामी पुरस्कार तथा मेडलहरू हस्तान्तरण गरिदिन अनुरोध गर्दछु। टिमले सहायता गर्नुहुनेछ र साथसाथै अब नाम वाचन गरिदिनलाई पुनः म हाम्रो ज्ञाननारायण सरलाई अनुरोध गर्दछु। आज तेस्रो स्थान हासिल गर्नुहुने खेलाडी साथीहरूको नाम बोलाउन म गइरहेको छु। रामकुमार कामी ताली बजाउँदै अगाडि आउँदै गर्दाखेरि ट्रफी मेडल तथा सर्टिफिकेट प्रदान गरिदिनुलाई बाबुकाजी आइसक्नु भएको छ। पङ्कज शर्मा दिनेश रावत, हिमपाद चौधरी, योगेश सिंह बोहरा, दिनेश रावल, हिमपाद चौधरी, योगेश सिंह बोहरा, दिनेश बोगटी, भुवन कुमार साहू, त्यसै गरी दिनेश कुमार चौधरी, पूर्णिमा पाले पाला आउनु भन्नु न यहाँ। त्यसै गरी कमल चौधरी, त्यसै गरी भास्कर सिंह चौधरी, त्यसै गरी प्रसाद बडुवाल, त्यसै गरी जीवन बोहरा, त्यसै गरी अमनिस राहित, त्यसै गरी राजेश चौधरी, त्यसै गरी कृष्ण जोशी, हरिलाल चौधरी, प्रकाश पवार, क्याप्टेन क्यास हाम्रो सबैले एकैचोटि दिने योजना गरिएको छ।
रामकर डानी क्याप्टेनको रूपमा हुनुहुन्छ। क्याप्टेन कोच दुईजना हुनुहुन्छ। कोच चित्रबाट र ट्रफीको लागि क्याप्टेन र कोच दुवैजना अगाडि आउनुहुनेछ र कोचलाई सरकारीबाट प्रदान गरिनुभएको छ। डोमिनेट पनि रेडी गरिदिनु होला। नगद 30,000 रुपियाँको डोमिनेट पनि अनुरोध गरेको छ। हामी ताली बजाउनेछौँ उहाँहरूलाई। प्राइजको डाउनी चेक पनि हस्तान्तरण गर्दैछौँ। आउन भन्नु होला। त्यसै गरी हामी विकासशील राष्ट्रिय महिला टुर्नामेन्टको तेस्रो उपाधि प्रदान गरिदिनुभएकोमा संस्थाका अध्यक्ष एवं हाम्रो आजको सभा अध्यक्षज्यूलाई धन्यवाद भन्न चाहन्छौँ। र अब हामी यस प्रतियोगिताको दोस्रो स्थान हासिल गर्नुहुने मित्रहरूलाई पनि हामी त्यो टिमलाई पनि हामीले यसरी नै ट्रफी मेडल र पुरस्कार प्रमाणपत्रहरू वितरण गर्न गइरहेका छौँ। र दोस्रो स्थान हासिल गर्न सफल हुनुहुने टिम रहेको छ बागमती प्रदेश समूह ख र उहाँहरूलाई उपाधिहरू प्रदान गरिदिनु हुन एन्फाका कार्यवाहक महासचिव बद्री भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्दछु र नाम वाचनपछि पुनः ज्ञान सरलाई अनुरोध गर्छु। हुन्छ, म ढिलो नगरिकन म हाम्रा खेलाडी साथीहरू क्याप्टेन कोचको नाम वाचन गर्न गइरहेको छु। कृपया लाइनबद्ध रूपमा आउनुहोला। सञ्जीत श्रेष्ठ, भोगेन्द्र अलि यता आउनु न। मलाई 85 लेन्स लिएको 85 यता फर्के पूर्णिमा यता फर्किनु भन्नु न यता क्यामेराबाट पछाडिबाट बलबहादुर सुवार, चेतन गुरुङ, सूर्यबहादुर गुरुङ, रमेश बहादुर अगाडि एकजना इन्टरप्रेटर अमित हमार, रमेश बहादुर अमित हमार, त्यसै गरी दीपक अमित हमार, दीपक कटुवाल, टिममा गएर मिलाउनु सर्टिफिकेट तलमाथि भयो।
किशोर गिरी, विशाल लामा, प्रज्वल बस्नेत, सबिन पाण्डे, राजेश नगरकोटी, विवेक लामा, येजु भुजेला, ज्ञान सर यो पठाएको नाम एजुल भट्टराई के भट्टराई? येजु भुजेला, एजुल भट्टराई। अर्को भन्नु कोचमा हुनुहुन्छ दिपक श्रेष्ठ र म्यानेजर जीवेश श्रेष्ठ। म्यानेजर भन्नुहोस् त। दिपक श्रेष्ठ, दिपक श्रेष्ठ, म्यानेजर हजुर जीवेश श्रेष्ठ म्यानेजर। रिबेस श्रेष्ठ लाइटले मारे नि खोइ अनि बत्ती बाल्दिन नबाल्दिने र क्याप्टेन कोच यहाँ बस्दै यही बस्दिनु क्याप्टेन कोच न न न र क्याप्टेन र कोच तपाईहरु यही बसिदिनु अनुरोध गर्दछु। ट्रफी र डलर लिएर मात्रै जान होला है त। र क्याप्टेन सञ्जित श्रेष्ठ र कोच दीपक श्रेष्ठ यहाँ दुईजना अगाडि आएर ट्रफी लिनलाई अनुरोध गर्दछु। बाल्दै हुँदैन है कोच र क्याप्टेनलाई यहाँ बस्नु साथै ट्रफी र 40,000 नगद पुरस्कार 40,000 नगद पुरस्कार हस्तान्तरण दिँदै हुनुहुन्छ कोच र क्याप्टेन सञ्जित श्रेष्ठ दीपक श्रेष्ठ। ताली बजाउन हामी सबैले। आज 2022 एवं विजेता हुनुभएको छ कोशी प्रदेश र कोशी प्रदेशलाई मेडल उपाधिहरू ट्रफीहरू प्रदान गरिदिनु हुनको निम्ति म आजका यस समारोहका प्रमुख अतिथि आदरणीय ललितपुर महानगरपालिकाका नगर प्रमुख आदरणीय श्री चिरी बाबु महर्जनज्यूलाई हार्दिक अनुरोध गर्दछु र विजेता टिमको नाम वाचन गरिदिँदै बोलाइदिनलाई म ज्ञान सरलाई पुनः अनुरोध गर्छु। हुन्छ, म ढिलो नगरिकन आजको प्रमुख अतिथि चिरी बाबु महर्जनको हातबाट मेडल ट्रफी प्रदान गर्न सक्नु भएको छ। म एक एक गरी नाम बोलाउँछु। क्याप्टेन हुनुहुन्छ महेन्द्र रिपु,
महेन्द्र लिम्बू रञ्जित राई शेर्पा त्यसै गरी म्याम अलि हजुर पछाडि गइदिनु न थोरै पछाडि सर हजुर पनि अलि पछाडि गइदिनु निरज श्रेष्ठ तालिमले मजाले गर्नु होला उजल राई बैद्यनाथ चौधरी दावा शेर्पा पूरण गुरुङ सुमन छेत्री त्यसरी नै पारस थापा कुमार गण्डकीको जस्तो आवाज आउँदैछ दिनेश राई विश्व कमान अमर मुर्मू त्यसै गरी आशिष शेर्पा त्यसै गरी सुरेन्द्र लिम्बू र कोचमा हुनुहुन्छ प्रशान्त चौधरी ताली बजाउँछ ट्रफी हस्तान्तरण गर्न गइरहेका छौँ त्यसै गरिकन आज प्रथम देशकोशी प्रदेशको विजयी टोलीको कप्तान महेन्द्र लिम्बू र कोच प्रशान्त चौधरी अगाडि आएर ट्रफी र यो डोमिनिक क्यास हस्तान्तरण गर्नलाई जसको रकम छ रु50,000 थोरै हो क्या क्याप्टेन महेन्द्र र प्रशान्त चौधरी कोच दुईजना आएर पूर्णिमा अलिक पछाडि गइदिनु भन्नु न उहाँहरूलाई अलिक पछाडि